भन्ने हामीलाई विश्वास पनि रहेको छ। हामी यो खेलबाट यो क्षेत्रका विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक गुणस्तर त दिइरहेकै छौँ, खेल जगतमा पनि हामीले केही नयाँ फड्को गर्न सकिन्छ कि भन्ने जमर्को हामी कसिरहेका छौँ। यसपछि लगत्तै हामी छलफलमा छौँ, क्रिकेटको पनि आयोजना गर्ने कि भन्ने हामी छलफलमै छौँ। यो कुरामा यस्तै रचनात्मक क्रियाकलापहरू यो क्षेत्रका निजी विद्यालयहरूले विभिन्न चाडपर्वहरूको अवसर पारेर यस्ता खेलहरूको आयोजना गर्ने कुराहरूको पनि म यहाँलाई जानकारी गराउँदै आगामी दिनहरूमा यो क्षेत्रका सम्पूर्ण सहयोगीदाताहरूको सहयोगी मनहरूको यस्तै किसिमको हामीलाई हौसला सहयोग रहनेछ भन्ने आशा गर्दै पुनः स्वागत गर्दै आफ्ना विचार यही अन्त्य गर्छु। धन्यवाद। धन्यवाद पेप्सन कैलाली उपाध्यक्ष राज बुढाज्यू। यसै गरी अब यसपछि राष्ट्रिय गानको कार्यक्रम रहेको छ। सम्पूर्ण आफ्नो ठाउँमा उपस्थित विद्यार्थी भाइ बहिनीहरूले राष्ट्रिय गानको क्रममा उभिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र राष्ट्रिय गान बजाइदिनु हुन वाद्यवादनका भाइलाई हार्दिक अनुरोध गर्दछु। माई डियर स्टुडेन्ट अल अफ यू, धन्यवाद। पक्कै पनि पोसिबल भन्ने कुरा केही नरहेको कुरा आज भजनी पेप्सन पालिकाले यसरी पुरैना युवा क्लबको खेल मैदानमा देखाएको छ र यस कार्यक्रमलाई भव्य र सभ्य तरिकाले आफ्नो आर्थिक भौतिक नैतिक समर्थन गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरूको त म यहाँ नामै पुकार्न पनि नसकिने कुरा छ। हामीले अगाडि फ्ल्यास बोर्डमा यसरी राखेका छौँ जहाँसम्म लोगो सहित थुप्रैका नामहरू छन्। हामी यसपछिका कार्यक्रमहरूमा कति टाइम लाग्छ यो स्टार्ट गर्न? युवामा लाग्दैन, कति जति? आधी घन्टा बस। यसै गरी आजको यस कार्यक्रममा म पुनः आसन ग्रहणको क्रमलाई जोड्न गएको छु। पुरैना युवा क्लबका पदाधिकारी या प्रतिनिधिज्यू हुनुहुन्छ भने अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु र हामी खेल खेलाउने छौँ। यहाँ थोरै शुभकामना मन्तव्य 2-3 जना अतिथिज्यूहरूबाट हुनेछ, त्यसपछि प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य सहित बल हस्तान्तरण गरी खेल हुने कुरा म जानकारी गराउन चाहन्छु। कृपया हामी धेरै समय लाग्दैनौँ, 3 जना वक्ता हुनुहुन्छ, त्यसपछि प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य हुनेछ र हामी खेल उद्घाटन गर्नेछौँ। यसै गरी आजको यस कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु न कैलाली जिल्ला फुटबल संघ सदस्य तथा भजनी क्लब भजनीका अध्यक्ष दिनेश कुमारज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ भजनी पेप्सन नगर कमिटीले जुन आयोजना गर्नुभएको छ उहाँहरूलाई म धेरै धेरै सम्मानका साथ धन्यवाद दिन चाहन्छु। आजका सभाध्यक्ष पेप्सन अध्यक्ष कडक बुढा सरज्यू तथा भरेन नगरपालिका नगर प्रमुख केवल चौधरीज्यू तथा मञ्चमा आसीन सम्पूर्ण म कैलाली जिल्ला फुटबल संघ तथा भजनी क्लबको तर्फबाट नमस्कार गर्न चाहन्छु। हामीले मेयर साहबसँग नै समन्वय भएर हामीले अस्ति नै यो फुटबल विकासका कुराहरू हामीले 100 जना बच्चाहरूलाई राजी समुदाय भनेर एउटा कार्यक्रम राखेका थियौँ।
फेरि पनि भजनी क्लबमा अहिले हामीलाई एबिएफलाई र भवानी ग्रुपले जुन भजनीको फुटबल विकासमा सहयोग गरेको छ, हामी त्यो पनि आदरणीय व्यक्तित्व मेयर साहबसँग सल्लाह गरेर त्यो कार्यक्रम गर्नेछौँ। र फुटबललाई जुन हिसाबले भजनी पालिकामा मैले गर्ने कुरा आदरणीय व्यक्तित्व एन्फा केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला फुटबल सङ्घ अध्यक्ष अनिल मल्लजी हुनुहुन्छ आफै। उहाँकै योगदानले हामी भजनीमा 250 फुटबलभन्दा बढी बाँटिसकेका छौँ। हामीले यो पेप्सनमा पनि हामीले लगभग 50,000 बराबरको सामान वितरण गरेका छौँ। भुरुवामा कार्यक्रम भयो, हामीले भुरुवामा पनि फुटबल विकासका लागि हामीले लगभग 1 लाखको सामान भुरुवामा दिएका छौँ। अझै पनि भजनी नगरपालिकाभित्रका लागि कैलाली जिल्ला फुटबल सङ्घ एन्फा सधैँ फुटबल विकासका लागि निरन्तर रहनेछौँ र हामी स्थानीय सरकारसँग आग्रह गर्दै फुटबल विकासका लागि मात्र नभई हरेक खेलकुदका लागि हामी स्थानीय सरकारसँग नै समन्वय गर्नेछौँ। आदरणीय व्यक्तित्व मेयर साहब यहीँ हुनुहुन्छ। मेयर साहबसँगै समन्वयमा, मेयर साहबको नेतृत्वमा हामी हरेक कुराहरू फुटबल विकासका कुराहरूलाई हामी समन्वय गर्नेछौँ। हामी तुरुन्त फेरि एउटा भजनीकै पालिकाभित्र पुनवाडामा हुन्छ, हामी एउटा फुटबल विकासको कार्यक्रम ल्याउँदैछौँ। जुन फुटबल विकास कार्यक्रममा हामी कमसेकम 100 जना अन्डर 14 को बच्चाहरूलाई हामी फेरि खेलकुद वितरण गर्नेछौँ भन्दै आफ्ना 2 शब्द यहीँ राख्दै धन्यवाद। धन्यवाद कैलाली जिल्ला फुटबल सङ्घ सदस्य तथा भजनी क्लबका अध्यक्ष दिनेश कुमारज्यू। यसै गरी आजको यस कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु न पर सञ्जालका अध्यक्ष तथा केदारेश्वर आदिका पर श्री पदमबहादुर साईज्यूलाई शुभकामना मन्तव्य व्यक्त गरिदिनु न हार्दिक अनुरोध गर्दछु। यसपछि पुरैना युवा क्लबको नृत्य रहेको छ। धन्यवाद कार्यक्रम सञ्चालक। यो अन्डर 14 फुटबल टुर्नामेन्ट कार्यक्रमका सभापति, आजको यस कार्यक्रमका प्रमुख अतिथि लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, विशेषतः म प्यासन भजनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आफ्नो 2 शब्द राख्ने जुन अवसर यहाँले दिनुभयो, वास्तवमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ प्यासन भजनी नगर कमिटीले खेल क्षेत्रमा शिक्षालाई खेलसँग जोड्नुपर्छ। बालबालिकाको चौतर्फी विकासको लागि, शारीरिक, मानसिक र क्रियात्मक विकासको लागि बालबालिकालाई खेल सँगसँगै लिनुपर्छ भन्ने जुन उद्देश्यका साथ उहाँहरूले यो अहिलेको यो शैक्षिक सत्रमा 2टा उहाँहरूले गेम आयोजना गरेको हामीले देख्यौँ। यो अत्यन्तै चाहिँ राम्रो कार्यको सुरुवात भएको छ। यसले हामीले आगामी दिनमा सामुदायिक विद्यालयले पनि यस्ता सकारात्मक कार्यहरूलाई अनुसरण गर्नुपर्दछ र संस्थागत विद्यालय र सामुदायिक विद्यालयको एउटै साझा उद्देश्य भनेको यस क्षेत्रको विकास गर्नु नै हो, शिक्षाको विकास गर्नु हो र हामीले दक्ष जनशक्तिको उत्पादन गर्नु हो। त्यसैले धेरै हाम्रा उद्देश्य फरक छैनन्, हाम्रा उद्देश्य साझा नै छन्। मैले हाम्रो आवासीय निजी विद्यालयका साथीहरूलाई पटक हामीले यस्ता शैक्षिक कार्यक्रमहरू संयुक्त रूपमा मिलेर गर्नुपर्छ, शैक्षिक आदान प्रदानका कुराहरू पनि मिलेर गर्नुपर्छ भन्ने मेरो जोड सधैँ रहँदै आएको छ। र मैले पनि हाम्रो प्रहर सञ्जालमा हामीसँग केही चाहिँ परीक्षा समितिको पैसा थियो, भजनीमा हामीले केही नयाँ गर्नुपर्छ भन्ने मनसाय मैले पनि राख्छु। एउटा शैक्षिक फेस्टिभल आयोजना गर्ने भनेर हामीले छलफल चलायौँ। त्यो विविध कारणले त्यो चाहिँ सम्भव हुन सकेन। अझ पनि हामी लागिराखेका छौँ। जहाँसम्म आशा छ हामीले यो शैक्षिक सत्र अन्त्य हुनुभन्दा अगावै एउटा शैक्षिक फेस्टिभल गर्ने भन्ने हाम्रो योजना छ। त्यसमा म निजी तथा आवासीय विद्यालयलाई पनि जोड्ने कुरा यदि भएछ भने गर्नेछौँ र आगामी दिनमा यस्तो कार्यक्रमहरू हामीले चाहिँ पालिका स्तरबाटै
विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ। यहाँ मैले आज यो हाम्रो नगर खेलकुद विकास समिति जहाँसम्म गठन भएको छ भन्ने कुरा जानकारी चाहिँ छ, तर उहाँ समितिको अध्यक्ष यहाँ भइदिएको भए हुन्थ्यो। मलाई के लाग्छ भने नगर खेलकुद विकास समितिको काम कर्तव्य र अधिकार भनेको पालिकाभित्र रहेका क्लबहरूलाई मात्रै उहाँले कसैले त्यसरी बुझेको छ भने त्यो गलत हुन जान्छ। उहाँले विद्यालयमा त्यो हामीले समुदायमा जुन क्लब छन् उहाँ त्यहाँ कार्यक्रम गर्दा र विद्यालयमा कार्यक्रम गर्दा त्यही समुदायकै बालबालिकाहरू त्यहाँ जोडिने भएको हुनाले उहाँले विद्यालय लक्षित कार्यक्रमहरू पनि ल्याउनुपर्छ भन्ने लाग्छ मलाई। जहाँसम्म मैले जानकारी भएसम्म 15 लाख रुपियाँ नगर खेलकुद विकास समितिको उसमा चाहिँ विनियोजन भएको र त्यो सबै पैसा क्लबका यस्ता कार्यक्रमहरूमा चाहिँ खर्च भएको र हाम्रो नगर स्तरीय जो अन्तर्विद्यालय अतिरिक्त क्रियाकलाप खेलकुद जो गर्छौँ त्यसको लागि पर्याप्त बजेट नभएकै कारणले अब अहिले हामीले सबै 13वटा पालिकामा, कैलालीमा 13वटा पालिका मध्ये हाम्रो यो पालिका बाहेक सबै पालिकाले चाहिँ खेलकुद गरिसकेका छन् र त्यसको चाहिँ फेरि नकारात्मक असर कहाँ पर्छ भने हामीलाई राष्ट्रपति रनिङ सिल्डमा पर्ने हुन्छ। अनि पछि चाहिँ हामी के कुरा गर्छौँ भने भजनी जहिले पनि पुछारबाट पहिला हुन्छ। अनि हाम्रो खेलकुदमा लगानी हामीले कति गरेका छौँ, खेलकुदलाई हामीले कुन रूपले कुन ढङ्गले बुझेका छौँ, अनि त्यो कुराले चाहिँ हामीलाई प्रभाव पार्ने भएको हुनाले आगामी दिनमा चाहिँ हाम्रो मेयर साहब पनि यहीँ हुनुहुन्छ। यस्तो कुराहरूलाई पटक पटक हामीले चाहिँ खेलकुदमा पैसा पुग्दैन भन्ने कुरा हामीलाई थाहा हुन्छ र त्यही 2 लाख रुपियाँ मात्रै जहिले पनि राखिन्छ। र फेरि हामीले नै चाहिँ फेरि चाहिँ के गरेका छौँ भने अब यो अस्तिको चाहिँ यो बैठक पनि हामीले गएर मेयर साहबलाई अनुरोध गरेर यो झन्डै धेरै भयो बैठक नबसेको 15-16 महिना भयो, यो खेलकुदकै लागि एजेन्डा राखेर भए पनि बोलाउँछ भनेर यो 11 गतेबाट त्यो टुर्नामेन्ट हुँदैछ। त्यो टुर्नामेन्टमा हामीले खासै मैले त्यो तालिका हेरे अनुसार बालबालिकालाई तल्लो तह अथवा चाहिँ आधारभूत तहको खेलहरू हामीले धेरै जोड्न सक्यौँ जस्तो लाग्दैन मलाई। खालि हामीले त्यसलाई फोकस के गरेका छौँ भने राष्ट्रपति रनिङ सिल्डमा खेलाइने खेललाई मात्रै फोकस गरेका छौँ। त्यसो गर्दै गर्दा हामीलाई के हुन्छ भने तल्लो तहबाटै विद्यार्थीहरू माथि जाने हुन्। त्यसैले हामीले जहिले पनि हामी प्रतिफल के खोज्छौँ भने 9 र 10 मा गएर माध्यमिक तहमा 11-12 मा प्रतिफल खोज्ने जो हाम्रो बानी छ यो गलत हो। हामीले सुरुवाती चाहिँ सुधार कहाँबाट गर्नुपर्छ भने जगबाटै गर्नुपर्ने हुन्छ। चाहे त्यो शिक्षाको क्षेत्रमा होस्, चाहे खेलकुदको क्षेत्रमा होस्, चाहे जुनसुकै क्षेत्रमा हो, हामीले सुधार गर्नु छ भने तल्लो तहबाटै गरेर जानुपर्ने हुन्छ। त्यसैले हामीले यहाँ गेम आयोजना गर्दाखेरि पनि तल्लो लेभलका बालबालिकाको उमेरलाई दृष्टिकोण के अरे मध्यनजर गरेर धेरैभन्दा धेरै खेलमा सहभागी गराउनु पर्छ भन्ने चाहिँ हामीले त्यो उद्देश्य राखेका थियौँ। 2टा ग्राउन्ड चाहिँ प्रयोग गर्ने, एउटा ग्राउन्डमा 1 देखि 8 सम्मको खेलहरू खेलाइदिने, अर्को ग्राउन्डमा 9-12 को खेलहरू खेलाउने, जसले गर्दाखेरि त्यो 9-12 को भनेको राष्ट्रपति रनिङ सिल्डको लागि लक्षित गरेर चाहिँ ती खेलहरू ल्याउने र 1-8 भनेको हाम्रो पछिको लागि फेरि खेलाडी तयारी गर्ने उद्देश्य हो। त्यो हुन सकेन, अझै पनि हाम्रो त्यो तालिका बनेको बाहिर प्रकाशनमा आएको जस्तो लाग्दैन। यदि सकिन्छ भने हाम्रो मूल समितिको संयोजक मेयर साहब नै हुनुहुन्छ। बढी भन्दा बढी तल्लो तहका विद्यार्थीलाई समन्वय गरी खेलकुदको कार्यक्रमहरू ल्याउनुपर्छ र हामीले आगामी दिनमा यस्ता कार्यक्रमहरू नगरपालिका स्तरबाटै हुनुपर्छ। यो नगर खेलकुद विकास समितिको कार्यक्षेत्र भनेको त्यो क्लबमा गेमहरू आयोजना मात्रै गर्ने नभएर विद्यालय स्तरका गेमहरू पनि आयोजना गरिनुपर्छ। र यो प्याप्सनलाई विशेष गरी फेरि पुनः धन्यवाद। र अब हामीलाई पनि यस्ता कार्यक्रमहरूमा तपाईँहरूले जोडिनु भयो भने हामी सहकार्य गर्न तत्पर छौँ। हामी प्याप्सनले फेरि हामी अलिकति छुट्टै भन्ने चाहिँ लिनु हुन्न जस्तो लाग्छ, किनकि हाम्रो साझा उद्देश्य त फेरि एउटै हो। त्यही एउटै समुदायका चाहिँ नि बालबालिकाहरू एउटा संस्थागतमा एउटा सामुदायिकमा गएको त्यति मात्रै फरक हो। हामी सरकारको स्वामित्व लिन्छौँ, तपाईँहरू पनि सरकारकै स्वीकृति लिएर सञ्चालन भएको हुनाले हामी दुईटैको उद्देश्य एउटै भएको हुनाले आगामी दिनमा यस्ता टुर्नामेन्टमा हामीलाई पनि समावेश गरेर सहकार्य गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा राख्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै आफ्नो छोटो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद। सञ्चालक अध्यक्ष तथा केदारेश्वर आदिका परम साईज्यू, पुनः म आसन ग्रहणको क्रमलाई जोड्न गइरहेको छु। अघि पनि मैले भनेको थिएँ आसन ग्रहणको कार्यक्रम जारी रहनेछ। आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिन भदनी नगरपालिका कार्यपालिका सदस्य तथा लेखा समिति संयोजक राजेन्द्र प्रसाद खाँज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु।
यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु न भजनी नगरपालिका वार्ड नम्बर 1 का निवर्तमान उडाध्यक्ष रविन थापाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। यसै गरी समाजसेवी बुद्धिजीवी केशर बोराज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। र यसपछि नृत्य प्रस्तुति रहनेछ। नृत्य प्रस्तुतिका लागि पुरैना युवा क्लबका बहिनी नितिका कथरियालाई स्टेजको अगाडि आइदिनु न हार्दिक अनुरोध गर्दछु र वाद्य वादनका भाइलाई गीत बजाइदिनु न हार्दिक अनुरोध गर्दछु। नृत्य प्रस्तुतिका लागि पुरैना युवा क्लबको मैदानमा निजी तथा आवासीय विद्यालय अहिले म कैलालीको भर्ती नगरपालिका वडा नम्बर 7 म रहेको चर्रा चर्राको पुरैना युवा क्लबको खेल मैदानमा अहिले म दृश्य तपाईँहरूलाई कैलालीको भर्ती नगरपालिका वडा नम्बर 7 पुरैना युवा क्लब चर्राको खेल मैदानबाट यो प्रत्यक्ष लाइभमा जोडिएको छु। निजी तथा आवासीय अर्गनाइजेसन नेपाल मजदुर कार्य समितिका आयोजनामा कार्यक्रम गरेको छ। यो प्रत्यक्ष रूपमा लाइभमा जोडिएको दृश्य अहिले एकजना हामीले आफ्नो कला प्रस्तुत गरिराख्नु भएको छ। दृश्य तपाईँलाई देखाएको